Hello. Quanto fratania ja? Ten. Bonjour. Śmiecie nie. ध्यान कता छ हो ध्यान कता छ हेलो गाइस वेलकम टु माई न्यू ब्लग सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा आज पनि म फेरि छुट्टीको दिन रोमानियामा नयाँ एउटा ब्लग लिएर आइसकेँ अनि टक्क आज चाहिँ हामी फेरि आफैले खाना बनाउने काम भइरहेछ खाना बनाउँदैछु यहाँ मैले चाहिँ माछा पार्दैछु कि आज ट्याक्क अब यहाँ हाम्रो शिशिर भाइ यहाँ फोनमा व्यस्त कामले फुर्सद नभएर दारी कपाल काट्ने नि फुर्सद पाएको छैन एकदम बिजी छ है हाम्रो शिशिर भाइ अनि हाम्रो यहाँ ठक्कै अब यो हाम्रो मरमसलाहरू सब रेडी भइसक्यो माछा चाहिँ यस्तो माछा लिएर आएको अस्ति मार्केटबाट अनि माछा तार्ने काम हुँदैछ यहाँ हाम्रो सुप तातिँदैछ अनि प्याज मासु अनि यो पनि हड्डीवाला मासु यहाँ खाना पाकिसक्यो अनि ठक्क आज चाहिँ एकदम रमाइलो हुन्छ कि किन भाग्यो अनि हाम्रो यहाँ हरि सरहरू व्यस्त हुनुहुन्छ ल सबैजना बिजी है आज एकदम रमाइलो हुँदैछ अब एकछिनपछि हाम्रो खाना पनि तयार हुन्छ अनि ट्याक्क खानासाना खाने अनि आज घुम्न जाने प्लानिङ छ नयाँ ठाउँ नयाँ प्लेस हेरौँ कस्तो हुन्छ भिडियोमा देखाउँछु है त अब हाम्रो चाहिँ खाना खाने टाइम हुँदैछ है यहाँ केटाहरू खाना लगाउँदैछन् टेबलमा ट्याक्क ल है रमाइलो हुन्छ हामी नेपालीहरू सबै दाजुभाइ टक्क साथीभाइ मिलेर होइन खाना खाने फ्यामिली जस्तो गाउँको फिल आउने क्या यो खाना खाने बेला चाहिँ ट्याक्क केटाहरूसँग सबैजना मिलेर है यसरी टेबलमा खाना लगाउने अनि मजाले मिलेर खान्छौँ क्या हामी जस रमाइलो छ हेलो ठिक छ नि अनि तपाईँले कस्तो लागिरहेछ आज यो आजको खाना जस रमाइलो हुन्छ है छुट्टीको बेला चाहिँ हाम्रो छुट्टै स्पेसल हुन्छ कि होइन के छ दावा सर चम्चा र मोबाइल खाना खोइ त हाम्रो ग्रुपको लिडर होइन त हाम्रो ग्रुपको लिडर होइन त त्यही हो गाइस हामी चाहिँ अब खानासाना खान्छौँ अब आज छुट्टीको दिन यस्तै हो रमाइलो हुन्छ युरोपको ठाउँमा आइएको छ होइन अब यस्तै नै हो यो टक्क खाने हाम्रो खाना यता लगाउँ अनि आज चाहिँ यस्तो छ कि अब अझ हाम्रो एउटा आइटम त बाँकी नै छ फर्स्ट टाइम हामीलाई चाहिँ माछा बनाउँछौँ यहाँको माछा कस्तो हुन्छ अब टेस्ट गरी हेरौँ र यहाँ माछा पनि यहाँ टक्क यस्तो छ कि हेर्दाखेरि चाहिँ दामी देखिया छ अब हेरौँ रोसी खोलाको माछा यो माछा लगाऊ गोली सम्झी खोइ त गोली सम्झी रमाइलो भयो आज ल भाँडाकुँडा सब माझ्ने आज खाना बनाउने काम हाम्रो भाँडा माझ्ने काम अब कसको हो मिलेर गरौँ है ठिक छ ल हरि सर कस्तो लागिरहेछ त आज यसो धेरै राम्रो भइरहेछ हामी सधैँ यसै गरी नै खानुपर्छ ठिक छ छुट्टीको बेला अब सबैजना मिलेर गर्दा राम्रो होइन धेरै थोरै नेपाली स्वाद निकालेर सकि नसकि यहाँको स्वाद चाहिँ पुरै त्यस्तै खालको छ प्रकाश जतिखेर नि सँगसँगै पर्ने कि फेरि दुईजना मिल्छु भने र हाम्रो चाहिँ यहाँ खाना छ है ल गाइस अब सुरु गरौँ कस्तो छ कस्तो शिशिर मोबाइल छ किन तर ठिक छ एकदम दामी छ मोबाइल छ होइन त्यही भएर उता बोलेको भन नि त ल मोबाइल होइन हामी चाहिँ रोसी खोलाको माछा खाँदैछौँ यसरी ल्याम रोमानियामा पनि रोसी खोलाको माछा खाइयो आज होइन त
माछा दामी भएछ है दामी टेस्ट हुँदैन म त माछा टेस्ट होइन कुक टेस्ट भएको भएर हो कि रे ल साथी हो हामी त अब आज छुट्टीको दिन छुट्टी मनाउन घुम्नलाई निस्क्यौँ है खानासाना खाएर नुहाइधुवाइ गरेर फ्रेस भइयो त्यसपछि ल्याक्क लाएर पासपोर्ट चाहिँ बोकौँ है खानासाना खाइयो अनि हामीलाई चाहिँ आज साथीले घुमाउन लाँदैछन् कि अनि टक्क हामी चाहिँ घुम्न जान लागेको आज यसो बोटुसानी सिटी कता हुन्छ अब एउटा साथी छ साथीले कता घुमाउँछन् हामी चाहिँ अब उतैतिर लाग्छौँ होला हामी अहिले 5 जना हिँड्यौँ गाडीमा चाहिँ अटिन्छ कि अटिँदैन थाहा छैन यसो मिलाएर जानुपर्छ है ल हाम्रो यहाँ प्रकाश हिरो भनेर कपाल मिलाउँदैछ कपाल सपाल झिल्ली मिली मिलाएर होइन हामी चाहिँ टक्क लाएर घुम्न नि हिँड्यो किन र अब हेरौँ कता कता घुमिन्छ मैले बोकेको छु अब ठेकदारै मलाई बनाइरहेको छ भरे बेलुका सबको एक रुपियाँ हिसाब निकाल्नुपर्छ होइन कतिजना मिल्छ सोध्नु त हेलो हाम्रो यहाँ साथी हेलो हामी 5 जना युट्युब च्यानल नेपाली ल हामी यति 5 जना छौँ हामी अब घुम्न जानु लाग्यो बोटुसानी यहाँ चाहिँ मार्केट रहेछ के हो रे केन्द्र ए ठिक छ र यो सहरको केन्द्र हो कि हामी चाहिँ सदरमुकाम यहाँको एकछिन अब यसो फोटोसोटो खिच्छौँ होला कता छ फोटोसोटो खिच्ने ठाउँ रमाइलो रहेछ कस्तो सुनसान कि मैले पनि ल्याएको छैन यार ब्यागमै छ पासपोर्ट त ब्यागमै छ मसाज स्पा भन्ने अलराइट साथीहरू हामी चाहिँ अब घुम्न आछौँ यो चाहिँ आइतबारको लागि मात्र मार्केट खुल्दो रहेछ है आइतबारको लागि मात्र मार्केट खोल्दो रहेछ हामी चाहिँ घुम्न आएको छौँ हेलो हामी चाहिँ यता घुम्न आएको छौँ आज रमाइलो छ 1500 ठिकै हो खासै त्यस्तो महँगो त होइन सबै यतै पो हुँदो रहेछ हेलो फ्रेन्ड युट्युब साथीहरू भेटिँदै छ बस प्रमोस नाइस प्रमोस ठाउँ छ प्रमोस बोटुसानी लेखा ऊ त्यहाँ रहेछ त फोटो खिच्नु मिल्छ होला नि ऊ यहाँ भित्र कस्तो रमाइलो ठाउँ रहेछ है यो चाहिँ सन्डे छुट्टीको बेला मात्र खुल्दो रहेछ मार्केट जस्तै भनौँ न ट्याक्क रमाइलो छ साथीहरू अगाडि छन् म पछाडि आइरहेको छु आज छुट्टीको दिन यसो रमाइलो गरौँ भनेर हिँड्यो रमाइलो रहेछ यता चाहिँ अलि सस्तो पनि पाउँछ अरे भन्ने सुनेको थियो के छ
हेरौँ के कस्तो छ न कस्तो बवाल कि हेलो हेलो Quanto frato ne hai? Ten. Buonasera. Buonasera. Smettili. Buonasera. Yeah. Buonasera. Hai vinto il gol. È buono. Okay. Bye. 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 YouTube. रमाइलो छ सबै हामी सँगै काम गर्ने रुमको पार्टनरहरू साथीहरू भेटघाट हुँदैछ है यहाँ प्रायः सबै आउँदो रहेछन् रमाइलो छ मार्केटहरूमा यस्तो छ हामी नेपालीले खिच्ने अब कस्तो बवाल के यो चाहिँ मार्केट रहेछ सानो मार्केट माछा मार्ने बल्छी राम्रो रहेछ रमाइलो ठाउँमा लिएर आयो हाम्रो साथीले है रमाइलो के दामी रमाइलो ठाउँ रहेछ रमाइलो लाग्यो मलाई चाहिँ फर्स्ट टाइम आज घुम्न निस्कियो घुम्न आयो रमाइलो भयो रमाइलो हुँदैछ अझ रमाइलो भिडियोहरू आउँछ होला हेर्दै जानु होला है बवाल ठाउँ रहेछ यस्तै हो छुट्टीको सदुपयोग चाहिँ आज राम्रै भयो है नेपाली लसुन हाट बजार हो यो चाहिँ हाट बजार जस्तो रहेछ कि नेपाली हाट बजार भनौँ न नेपालमा हामीले हाट बजार भन्छौँ धनियाँ सबै चिज पाउँदो रहेछ त है खुर्सानीको बिरुवा टमाटर हेर्नु न धनियाँ टमाटर खुर्सानी धनियाँ त हो नि होइन र बवाल फुलहरू क्या कस्तो दामी यो चाहिँ कति बजे छुट्टी हुन्छ अरे हजुर सर 1 बजे 2 बजे 1 बजे 2 बजेसम्म मात्र खुल्ने 2 बजेसम्म बन्द हुन्छ अरे ए यो मार्केट सकिने लाग्यो भनिरहेको छ ए अब 2 बजेपछि फेरि अनि खुल्छ अरे ए 2 बजेपछि फेरि खुल्ने ए ब्रेक टाइम भने जस्तै होला कि त्यही हो अब यो सारा मार्केट रहेछ यो चाहिँ होइन रमाइलो रहेछ फुलहरू चाहिँ एकदम स्पेसल फुलहरू पाउने कि दामी लाग्यो मलाई घुम्दै आइपुग्यो हामी थाक्यो यार अहिले गर्मी नै भएछ दामी छ त यार अगाडि पानी है बवाल रहेछ कि पानी हेर्नु न कस्तो दामी है
पानी के कस्तो प्रभाव पानी चाहिँ खतरा रहेछ मैले त पानीको भिडियो खिचेँ नि पानी के हजुर के भयो अरे पानीको फोटो कस्तो कडा आएको है अस्ति हामी आउँदाखेरि नि यहाँबाट यसो उता त्यहाँ जाँदाखेरि यसो हेरेको होइन ओहो यो ठाउँमा चाहिँ घुम्न आउनलाई बडा मजा आएको रहेछ फोटोसोटो खिच्नलाई नै दामी ठाउँ रहेछ भन्ने सम्झ्यो कि अब हामी बाटो क्रस गरेर अगाडि जाँदैछौँ बाटो क्रस गर्ने ठाउँ यो चाहिँ होइन प्रकाश बाटो क्रस गर्ने ठाउँ यही होइन त यही हो नि ट्याक्कै यहाँबाट यस्तो पारी जाँदैछ होइन यहाँ चाहिँ सबै बच्चाहरू यसरी साइकलमा हिँड्दो रहेछ हामी पनि अब साइकलमा त होइन खुट्टाबाट हिँड्दैछौँ यहाँ पार्क रहेछ पार्कतिर अब यसो एकछिन बसिन्छ होला घुमिन्छ हेरौँ पार्कको भ्यू भएर छ ल रमाइलो वेलकम टु द जङ्गल जङ्गल या दामी रहेछ ल यस्तो उभिएको बोटहरू रहेछ घुम्दै जाँदा हेर्दै जाँदा हामी बोटिङ गर्ने ठाउँ पनि रहेछ है पोखरी ओहो पोखरी रहेछ यहाँ चाहिँ बोटिङ गर्ने ठाउँ पानी चाहिँ एकदम सफा रहेछ कि फेरि ओहो पानी चाहिँ फोहोर रहेछ कि है बोटिङ गर्ने ठाउँ रहेछ आज बिदाको दिन रेस्ट गर्नु पर्थ्यो तपाईँलाई दुःख दियो अब के गर्नु भाषा नजानेपछि यस्तै हो ट्रान्सलेट गर्ने है ट्रान्सलेट त अहिले अब दुनियाँको बाबु हजुरबाबै भइहाल्यो सबैले सिकाउँछ कसैको कुरा कसैलाई बुझाइदिइहाल्छ उसले के गर्नु नगरी अब जानिँदैन भाषा अहिलेसम्म जानेको छैन सिकेको छैन है अब यस्तै जस हाम्रो जिजुबाजेहरूले धेरै नै दुःखै गरेर जिन्दगी काटेछन् हामीलाई त धेरै सजिलो भइरहेछ अब ट्रान्सलेटले गर्दाखेरि भयो अब अनेकौँ प्रविधिहरू छन् अब गुगल म्यापहरू भयो दुनियाँ दिवाने कुराहरूले धेरै सजिलो बनाएको छ कुनै पनि ठाउँमा गएर हराउँदैन मान्छे पहिले चाहिँ धेरै दुःखै गरेर अप्ठ्यारै तरिकाले जिएका रहेछन् मान्छेहरूले तपाईँलाई कस्तो लागिरहेको छ यहाँ आउँदाखेरि अहिले मलाई त धेरै रमाइलो लाग्यो त्यसमाथि पनि मेरो एलेक्स साथीले चाहिँ एकदम घुमाउन लगिदिन्छु भन्ने लिएर आउनुभयो हामी 4 जना मात्रै आउन पायौँ उहाँको कारमा चाहिँ 4 जनाभन्दा बढी बस्नु नपाउने रहेछ त्यसले गर्दा यहाँको नियम पनि त्यस्तै खालको अनि 4 जना आयौँ मार्केट घुम्यौँ यहाँ चाहिँ अहिले पार्कमा आएर मस्त बसिरहेका छौँ शीतल खाएर धेरै रमाइलो छ आजको छुट्टी रमाइलो आजको छुट्टी धेरै रमाइलो लाग्यो फेरि पनि अब साथीले चाहनु भयो भने हामी फेरि पनि आउनेछौँ यस्तै छ रोमानियाको अब बसाइ 1.5 महिना जति भयो होला सायद आएको फेरि पनि घुम्छौँ 2 वर्षको म्याच छ 2 वर्षसम्म हामी घुम्छौँ अझै अब अर्कोचोटि आउँदाखेरि चाहिँ बोटिङ खेल्नुपर्छ है अर्कोचोटि आउँदाखेरि चाहिँ बोटिङ खेल्ने यस्तै गरी यहाँ टक्क कस्तो हुँदो रहेछ तर है हामीले सोझो मान्छे नि भेट्न आयो कि यस्तो हुँदो रहेछ है सहयोगी भावना भएको रमाइलो
ठाउँहरूमा घुमायो। अब हामी त नयाँ मान्छे होइन, घुम्ने ठाउँ कहाँ छ के छ त्यस्तो केही पनि थाहा छैन नि त हामीलाई। भए पनि अब रमाइलो ठाउँमा घुम्न आइयो है, रमाइलो भयो। एकदम मिलनसार साथी हाम्रो यहीँको स्थानीय साथीले आज हामीलाई घुमायो, उनीहरूले लिएर आउनुभयो। जस धेरै रमाइलो लाग्यो। अर्को टाइममा फेरि मिलाएर अनि घुम्नु। ल अब हामी चाहिँ एकछिन मार्केट जान्छौँ। सोध्नु न केही खाजासाजा खाने हो कि कफी सफी खाउँ अनि जाउँ न त। यसो कफी सफी खाउँ अनि जाउँ न। त्यही चिसो भयो नि, कफी भयो नि, केही खाएर जाउँ न होइन। के छ, कस्तो लाग्यो आजको यात्रा? एकदम रमाइलो हुँदैछ, तर हिँड्नलाई अल्छी लाग्दैछ मलाई चाहिँ। मौसम क्लियर भएर होला राम्रै छ। मौसम क्लियर उता छ कि उता त बडा क्लियर छ है। केटाहरू टिप्दै खाँदै गरिरहेछ है। दामी फल्दो रहेछ कि यो, ऊ त्यहाँ माथि चाहिँ पाकेर रहेछ कि चम्पा। मजा आउँछ यार यो खानु। ल फाइनल्ली अहिले चाहिँ हामी मलमा आइपुगेका छौँ है, मल घुम्नलाई। मल यस्तो बवाल छ कि हामी चाहिँ ट्र्याक्टर यसरी लिफ्ट चढ्दैछौँ मलमा होइन। हिँड्नै बिर्छु नि फेरि। ल अहिले चाहिँ हामी मलमा आइपुग्यौँ, यसो केही किनमेल गर्नलाई भनेर आएको। हेरौँ है के हुन्छ। त्यो उसले ल्याइदिन्छ त के अरे मोरेलले। सब चारैतिर दायाँ बायाँ नाइस भ्यू। दामी। कहाँ छ? कस्तो दामी रमाइलो रहेछ क्या। हामी अहिले ट्याक्क मल घुम्न आएको। धेरै रमाइलो ठाउँ होइन एकदम। के भयो प्रकाश? जर्सी चाहियो अरे, फुटबल लागिरहेछ केटाहरूलाई। टपमा आइपुग्यो है हामी, लिफ्ट चढ्दै है। ल अब भोलि पर्सि घर जाने बेला चाहिँ यहीँ सपिङ गर्न आउनुपर्छ कि झप्प पैसा कमाएर होइन। अब हामी चाहिँ यसो हल्का केही खानेकुरोहरू खान्छौँ।
केही खान लागेको हामी चाहिँ हेरौँ अब के हुन्छ यसो अलिअलि खाजासाजा खाऊँ अनि त्यसपछि हामी रुमतिर जान्छौँ। ल है साथीहरू, यो चाहिँ बोटोसानी सिटी हामी मलबाट खिचेको भिडियो है। यस्तो भ्यू देख्दो रहेछ र हामी देख्दो रहेछ है। र साथीहरू अहिले चाहिँ हामी खिचिरहेको छु। अहिले चाहिँ हामी ट्याक्क मलबाट तल ओर्लिँदैछौँ। ठिक छ नि? अब हामी आउँदैछौँ। ए बिस्तारै हिँड्न के गरे यार, ध्यान कता छ हो, ध्यान कता छ? राम्रोसँग हेरेर हिँड्न न यार, के गर्छौ यार तिमी पनि? राम्रोसँग हेरेर त हिँड्नुपर्छ नि, झन्डै लड्यो भने। म पनि ठ्याक्कै बिचमा टेकिरहेको रहेछु कि। कस्तो दामी देख्ने के भयो? जुत्ता सफा गर्ने ए झन्डै उचाल्यो कि। ल के देख्नु? ल अहिले चाहिँ हामी ट्याक्क हल्का सपिङ गऱ्यो अनि त्यसपछि रुमतिर जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ पछाडि 3 जना बसेका छौँ, अगाडि एकजना साथी हाम्रो साथी भयो। हाम्रो साथीले आज धेरै हेल्प गर्नुभयो, सघाउनु भयो, सहयोग गर्नुभयो। ट्याक्क हामी घुम्यौँ है। घुम्ने ठाउँ पनि त्यति थाहा थिएन, घुम्यौँ, रमाइलो भयो। हाम्रो जानेछौँ। तपाईँलाई आज धेरै धेरै धन्यवाद, हामी धेरै खुसी छौँ। Okay. See you tomorrow. Yeah. Okay. Bye-bye. See you tomorrow. See you tomorrow. Okay, bye. Bye. त्यही हो साथीहरू, हामी मजाले घुमेर आइयो है। रमाइलो भयो। हामी 4 जना गएको थियौँ, सबै गरी 5 जना भनौँ न। एकजना आएको साथीले अब रमाइलो ठाउँहरू पनि घुमायो। अब नयाँ ठाउँ हामीलाई त केही पनि थाहा थिएन, जस केही कुराहरू थाहा पाइयो, सिकियो। ठिकै छ। अब आजलाई भिडियो चाहिँ म यतैतिर एन्ड गर्छु है। नेक्स्ट टाइम नेक्स्ट भिडियो लिएर आउँछु, हेर्दै गर्नु होला। अझ हामी रमाइलो ठाउँमा जानेछौँ। कहिले जान्छौँ त्यो चाहिँ अब यसो बिदाकै बेलामा मिलाउनु पर्छ, नत्र त अब अरू बेला त काम हुन्छ। त्यही हो, काम गर्ने, बस्ने, रुममा बस्ने। अब हप्तामा 1 दिन छुट्टी हुन्छ, छुट्टीको दिन त अब यसो हल्का फुल्का घुम्न नि परिहाल्यो नि। त्यही हो, अब घुमियो, रमाइलो भयो। नेक्स्ट टाइम नेक्स्ट भिडियो लिएर आउँछु। भिडियो कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै म बिदा हुन्छु। धन्यवाद।